हेलो गाइज वेलकम टु माई च्यानल। मैले चाहिँ फेरि भ्लग सुरु गरेको र हामी चाहिँ आज भ्लग बनाउँदै हिँड्दैछौँ। रमाइलो भ्लग जुन कि सबैले हेर्नुहुन्छ। यो चाहिँ मेरो भाइ हो, हि इज माई ब्रदर एन्ड दाइ जस्तो छ तर के गर्नु। अब हामी चाहिँ अब सबभन्दा हाम्रो नाइके दाइ, सबभन्दा दाइयो का दाइ भइयो का भैया भन्ने दाइसित जाँदैछौँ हामी चाहिँ। र यो भाइ चाहिँ एकदमै पढ्छ, धेरै पढ्छ, पढेको पढाइ जतिखेर पढेको पर्छ। अनि अर्को दाइ चाहिँ त्योभन्दा डबल 3 गुणा बढी पढेको पढाइ जतिखेर अहिले कोठामा गयो भने पनि पढेको होला नि। गाइस हेर्नु यहाँ हाम्रो दाइ चाहिँ भ्लग हेर्दै हुनुहुन्छ र हामी चाहिँ जाँदैछौँ। युट्युबमा हाल्छु नि फेरि के चोप हाल्छु, अहिले हेर्नु न। ल गाइज अब हामी चाहिँ उता पूजा घरतिर जाँदैछौँ, तबसम्म हेर्दै गर्नु होला हाम्रो रमाइलो ब्लग। अहिलेलाई यहीँनिर चाहिँ म यहाँनिर कट गर्दैछु। ल गाइज अब हामी चाहिँ पूजा घरतिर जाँदैछौँ। सागरले पूजा हो आज। ए श्राद्ध त्यही एउटै हो। अनि हामी चाहिँ जाँदैछौँ। हो त स्टार्ट भइसकेको छ नि। ओइ ओ बुई गाइज भड्किसकेको छ। गाइज झन्डै हामी माथि अट्याक भइसकेको थियो र यो खतरामाथि खतरा प्रहार गर्दै जा त नजिक। गाइज हेर्न सक्नुहुन्छ, हेर्नुहोस् है। गाइज यो चाहिँ एकदमै भड्किन्छ। कबड्डी 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 ओ गाइज त्यही भएर जान हुँदैन यसको अगाडि। यसले हानिदियो भने चाहिँ गाइज सबैजना हस्पिटलमा भर्ना हुन्छन् र हामी चाहिँ भ्लग बनाउँदै हिँड्दैछौँ। आर्यन यहाँ छ र यहाँ स्लिपिङ टाइम। अनि हामी चाहिँ अहिले भ्लग बनाउँदैछौँ र अवस्था हेर्न सक्नुहुन्छ यस्तो छ। सबैजना यहीँ पाहुनाहरू रमाइलो गर्दै हुनुहुन्छ र उहाँ आज हाम्रो मेन रोल भनेकै मोती काका हो। र हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो साइली आन्टी चिया पिउँदै भइसिन्छ र टपरी मिलाउँदै। अनि हामी चाहिँ यता जाँदैछौँ र माइला काकाले कस्तो गाई कस्तो छ भन्नु त। गाई त डेन्जरै छ नि, हेर्दाखेरि लुचेको छ, तेरो त टाउकै फोडिदिन्छ। र हामी चाहिँ ओए मुने उता न त। हेलो भनिदिनु के छ त खबर? मेरो त ठिक छ कान्छ, तेरो चाहिँ के छ? ठिकै छ। छेउमा जानु न एकताल। ओए मुने यता जा। यहाँ छेउमा दामलाई टुटाउनु खोज्छ त। म चाहिँ यस्ताले के गर्छ र भनेको त। हेर्नु यहाँ यो उसको यो जङ्गलकै हो, जङ्गलको हो। यो बाछी लिन गाइज म गएको थिएँ तर म भागेर आइदिएको। हाम्रो भक्ते काकाले एक्लै लिएर आइदिनु भयो नडराई। र भीमा दिदी, ल भीमा दिदीको बन्दैछ। त हट न त। नजिक जानु न। दर्शक प्रेम हेर्नु त। ल गाइज योसित लाग्नु हुँदैन। त्यहाँनिर चाहिँ एकदम इपिक तरिकाले हामी चाहिँ जाँदैछौँ। ल अब हाम्रो होनार बेदाम काका आउँदै हुनुहुन्छ। हट 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 इज्जत दे हट हट। दर्शक वृन्द हाम्रो बेदाम अङ्कल आउँदै हुनुहुन्छ। सबैको पालो टेस्ट हुँदैछ यहाँ हाम्रो। पुरै नजिक नजानु नि, उडाइदेला।
दामलाई टुटाएर आउँछ जो मुखै जोतेर आउँछ पहिले उता उता सर्दै जान्छ अनि वात्तै आउँछ ओइ मुने भागे अहिले आउँछ त एकछिन यो हेर्न मजा आउँछ नि त हाम्रो दर्शकहरूलाई त्यो उता जान्छ भनेर नि त्यहाँ छेउमा गएछ नि वात्तै हान्न नाम्रो ठोट्टाइ कसरी तर्साउँछु हात्ती म 5 घण्टा ल्याउँछ 5 गाई ल्याउन 5 घण्टा लाग्ने रहेछ म त भागेको त अनि म त भागेको त नसकेर साँच्चै ऊ र यो भाइको नाम चाहिँ सुवर्ण फुयाल एकदमै तिखो बोली बोल्छ र हामी चाहिँ यहाँ भ्लग बनाउँदै आइरहेका छौँ अनि हामी चाहिँ होइन रमाइलो गर्दै हाम्रो ब्युटिफुल माइली आन्टी एकदमै विश्व सुन्दरी भक्ते काकाको मैले अघि देखाइसकेँ अहिले मोती काका चाहिँ यहाँ उभिराख्नु भएको छ पुरा अनि हामी चाहिँ म चाहिँ डगरतिर गएर आइदिइहाल्छु होइन यसो घुमेर फिरेर रमाइलो गरेर भ्लगिङ स्टार्ट हानिदिएको नयाँ मैले चाहिँ होइन अनि यो चाहिँ मेरो भान्जी गाइज अगाडि चाहिँ यस्तो नजारा छ ल गाइज अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ त्यहाँ पूजा हुँदैछ अनि यहाँ चाहिँ हाम्रो भाइ छ च्यानल सब्स्क्राइब गरिदिनु केन्द्र अधिकारी हो नाम सब्स्क्राइब गरिदिनु अनि यहाँ चाहिँ हाम्रो भाइ सुवर्ण फुयाल आउँदैछ एज नोन एज पाचु मलेरिया लागेको जस्तो गरेर नहिँड न अलिक राम्रो सिन न रोनाल्डो जस्तो अनि हामी चाहिँ स्कुलमा टिफिनको पैसाले चुरोट खान्छ लुकी लुकी घरमा अघि खाएर आएको भनेर ए ल त्यसो भए हामी चाहिँ गाइज आजको लागि यति नै तबसम्म हेर्दै गर्नु होला मेरो छोटो भ्लग अनि सुन्नुहोस् बाई बाई अनि सुन्नु